गुड मर्निङ फ्रम जुम्ला। आज चाहिँ चैतको 25 गते भइसकेको छ, तर पनि जुम्लामा चिसो पुरै हिउँ छ नि। पानी पऱ्यो भने डाँडातिर पुरै हिउँ छ हेर्नुहोस् त। अगाडि हामीले आसिँदै नै भाइ बहिनीहरू हिँडेको देख्न सकिन्छ। यो देख्ने सुन्दर गाउँ चाहिँ लाम्री हो। यो साबिक डिलचौर गाविस पर्थ्यो भने हाल पाल्पारासी गाउँपालिका वार्ड नम्बर 4 मा पर्छ। त्यो चाहिँ देखिने पुरानो बस्ती, यो चाहिँ नयाँ बस्ती। केही चाहिँ डिलीमा सरेको छ बस्तीहरू। यो चाहिँ बुढा जातिको बाहुल्यता छ। आहा, कति सुन्दर हुने हिउँ भएको डाँडा हो त्यो। हिमाल चाहिँ होइन है। अगाडि बाटोको हालत यस्तो छ। यो चाहिँ बाटो मर्मत हुँदैछ है। साथीहरू, यो समय चाहिँ मानो रोपेर मरै उब्जाउने बेलाको हो। यतिखेर हामी केही थान आमा दिदी बहिनीहरूले सायद आलु रोप्दै हुनुहुन्छ होला, रोपेको देख्दैछौँ। यो सुन्दर बस्ती गोरु जोड्ने तर्खरमा पनि हुन्छ। हिमाल चाहिँ है। यो चाहिँ पहिला मार्सी धान उब्जाउने खेतहरू हुन्। हाल चाहिँ अन्य बाली लगाउने खेतमा परिणत भएका छन्। हेर्नुहोस् है, यो चाहिँ लाम्रे गाउँ भइहाल्यो। चिसो पानी पर्दाखेरि चिसो गरी हिउँ है। यहाँ माथि चुचुरासम्म हिउँ परेको देख्न सकिन्छ। चैतकै महिना, यो चैतमा भयो। सानोमा हुँदाखेरि थाहा पाउँदाखेरि चाहिँ एकपटक वैशाखको लास्टतिर पनि टन्नै हिउँ परेको याद छ। जस्तो तल बेसी भयो, यो माथि लेकतिर पुरै कुहिरो छ। अलि उता हेऱ्यो टन्नै हिउँ छ। माथि हेऱ्यो आहा, तल हेऱ्यो छ्याछ्या हेर्नु। सुन्दर कर्णाली भनेको के हेर्नु, डाँडामा त सुन्दर हो। अरू त यस्तै बस्ती भएको ठाउँ चाहिँ हाम्रो चाहिँ हालत यस्तै छ। फोहोरको थुप्रो भन्दा नि फरक पर्छ। यथार्थ कर्णाली यो है त।